So guys, welcome back to my channel. So अहिले चाहिँ हामी नारी दिवस सेलिब्रेसन गरिरहेको छ अनि सबैजना मिरिकको नारीहरू चाहिँ सबैजना यहाँले आउनु भएको रहेछ हो. So congratulations अनि happy Women's Day. Happy Women's Day. Happy, thank you. हजुर 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 alright हुन्छ. So हुन्छ साथीहरू यहाँ चाहिँ सबैजना वुमन्सहरू आउनु भएको रहेछ मिरिकको एन्टायर मिरिकको होइन. सो आज चाहिँ वुमेन्स डे सेलिब्रेसन गरिरहेको छ. सो वी आर भेरी ह्याप्पी हो. सो मजा आएको छ. सबैजना वुमन्सहरू चाहिँ एकदम एक्साइटेड हुनुहुन्छ. उहाँहरू चाहिँ आज आफ्नो वुमेन्स डे मनाउनुको लागि आउनु भएको छ. सो मजा आएको छ. सो मजा आइरहेको छ. मतलब यहाँ सम्बर्धना कार्यक्रमहरू पनि भइरहेको रहेछ हो. अन्त अरू चाहिँ धेरै कार्यक्रमहरू छ, म तपाईँहरूलाई देखाउँछु. अनि फुल चाहिँ देखाउँदैन बिकज कपिराइट पनि आउनु सक्छ होइन. सो कपिराइट आउने कारणले तपाईँहरूलाई फुलभित्र देखाउनु सक्दैन. तर हेर्नुहोस् न कतिजना हाम्रो नारीहरू आउनु भएको छ होइन आफ्नो डे सेलिब्रेसन गर्नुको लागि. सो तपाईँहरू पनि भ्युवर्सहरू तपाईँहरूले पनि उहाँहरूलाई सपोर्ट गर्नु. हजुर सम्पूर्णलाई अन्तर्राष्ट्रिय नारी दिवस एकदमै शुभकामना भन्दै हामी भिडियो प्रस्तुत गर्न लागिरहेका छौँ. गाइज हाम्रो चाहिँ यहाँनिर हुनुहुन्छ कवि पनि हुनुहुन्छ. एकदिन उहाँले नारी नारी केही कविता पनि भन्नुहुन्छ होला र उहाँलाई सम्मान गर्ने हामी अनुरोध गर्न चाहन्छौँ. साथीहरू अहिले चाहिँ यहाँनिर सम्बर्धना कार्यक्रमहरू सकेको छ होइन. सम्बर्धना कार्यक्रमको पछाडि चाहिँ हाम्रो ब्युटिफुल डान्सर्सहरू चाहिँ डान्स गर्न आएको छ. सो अल द बेस्ट गर्ल्स. थ्याङ्क यू. सो हाम्रो गर्ल्सहरू चाहिँ डान्स गर्न आएको छ. सोतिर विस गर्नु लागि सो म डान्स चाहिँ हाल्दिनँ बिकज कपिराइट आउँछ होइन. Super excellent. हाम्रो चाहिँ यहाँ सुपर ट्यालेन्टेड हाम्रो दादा इज अलरेडी रेडी. दादाको पर्फर्मेन्स म भएको चाहिँ देखाउँदिनँ, अलिकति तपाईँलाई हालिदिन्छु हो. सो अहिले हेर्नु होला. देखे गाइस ये कौन है? हाथी लालू गिलाइदिएको अहिलेलाई भने भाइ दिपेन बस्नेतलाई मञ्चमा निम्त्याउन चाहन्छु. धन्यवाद.